एकदम कुशल समाजसेवी राजनीतिक व्यक्तित्व आजको कार्यक्रम सञ्चालिका मेरो आदरणीय दिदी गीता अन्जालज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज नारी दिवसको अवसरमा 115औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अध्यक्षता आसन ग्रहण गर्नुभएका महिला उद्यमी सङ्घको अध्यक्ष कल्पना कोरज्यू, यसै गरी आजका प्रमुख अतिथि भन्तेज्यू, यसै गरी विशिष्ट अतिथि हाम्रो रामदत्योन धामका पीठाधीश सन्त श्री कृष्ण शरणदास महाराज्यू, यसै गरी हाम्रो सामाजिक विकास शाखाका पदम सर र यसै गरी विभिन्न सामाजिक व्यक्तित्वहरू, आमा दिदीबहिनीहरू, आमाहरू र यसै गरी पत्रकार महासङ्घबाट विभिन्न प्रतिनिधित्व गर्नुभएका सम्पूर्ण आमन्त्रित यहाँ आउनुभएका सम्पूर्ण मेरो हार्दिक नमन गर्दै र सबैलाई शुभकामना पनि दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट तथा स्वयंसेवक सङ्घको सम्पूर्ण परिवारबाट। मैले धेरै कुराहरू सुनिसकेँ र म एउटा सौभाग्य पनि लाग्छ जस्तो लाग्छ। गत वर्ष हामीले नारी दिवस कपिलवस्तु स्वयंसेवककै कपिलवस्तु नगरपालिकाको आयोजनामा गरेको थियौँ। अहिले पनि कपिलवस्तु नगरपालिकामा मनाउन पाउँदाखेरि हामीले जो कपिलवस्तु नगरपालिकाले चाहिँ निरन्तरता दिएको छ। अब हाम्रो जुन श्रेष्ठ हुनुहुन्छ कपिलवस्तु नगरपालिकाको अध्यक्ष, उहाँले गत वर्ष गराउनु भएको थियो। अहिले हाम्रो माननीय राष्ट्रिय योजना आयोगको प्रदेश सदस्य पनि हो। आफ्नो अब मैले आज कार्यक्रम चलाउँछु, यो अब आफ्नो केही कार्यपत्र पनि भएको हुनाले गर्दाखेरि म आज सञ्चालन गर्छु भन्दै हुनुहुन्थ्यो। कार्यपत्र पनि एकदमै राम्रो लाग्यो। यसमा थपघट गर्ने कुराहरू जेमा पनि रहन्छ। यस कारणले गर्दाखेरि कार्यपत्रमा पनि मलाई यस्तो लाग्छ 1908मा यदि संयुक्त राष्ट्र सङ्घमा मलाई के लाग्छ भने अमेरिका, युरोप कुनै पनि देशले जबसम्म कुनै काम अगाडि बढाउन तबसम्म के लाग्छ भने हामी त पूर्वीय दर्शन बौद्ध दर्शन जो कि विश्व नै अनुयायी छ यसप्रति। र मैले धर्मलाई कसैलाई पनि चोट पुर्याउन हुन्न, तर पनि मलाई के लाग्छ भने संयुक्त राष्ट्रमा 1908मा यदि सुरु भएको थियो भने अब त्यहाँ महिलाहरू 15,000 महिलाहरूले श्रम को लागि एउटा एकबद्ध भएर लाग्नुभयो भने र मलाई लाग्छ जम्मा 100 वर्ष पुरानो कुराहरू हो करिब। तर हामी त 2400 वर्ष पुरानो बौद्ध दर्शनमै छ। योभन्दा पहिला हाम्रो त 4 युग भन्ने छ। त्यस कारणले गर्दाखेरि हजारौँ वर्ष पुरानो हाम्रो त पहिल्यैदेखि महिलाहरूको यस नारीप्रति यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता। यस कारणले गर्दाखेरि हामीले कस्तो रूपले मान्छौँ त नारीलाई भन्दाखेरि जहाँ नारीको पूजा हुँदा त्यहाँ देवताको पनि बास हुँदैन भनेर भनिएको छ। यस कारणले गर्दाखेरि मलाई यस्तो लाग्छ विश्वको शक्तिशाली संस्था राष्ट्रिय स्वयंसेवक सङ्घ जो यो अन्तर्राष्ट्रिय पनि संयुक्त राष्ट्रमा पनि छ र मैले भारतमा जुन तरिकाले स्वयंसेवक छ त्यो भारतको तरिकाले चल्छ होला। तर मैले नेपालमा जुन खोलेको छु, मैले जब भारतको स्वयंसेवकले विश्वलाई परिचालन गर्न सक्छ भने नेपालको स्वयंसेवकले नेपाललाई परिचालन किन नगर्न सक्ला भन्ने उद्देश्यले करिब हामी 4 वर्ष भएको छ, करिब हामी 10,000 सदस्य छौँ र हाम्रो 753 पालिकामा पनि हामी सक्रिय रूपमा काम गरिरहेका छौँ। र मैले भन्न खोजेको के छ भने हामीले बोलेर अहिले कस्तो भयो भने बढी स्टन्टबाजी र विश्वमा जो अहिले समस्याहरू देखिएछ ग्रस्त सानो भड्काहाट विश्वयुद्ध जुन यिनी द्वन्द्व हतियार, हामी बुद्धको देश, शान्तिको देश, जहाँ पूर्वीय दर्शन, जहाँ व्याकरण सुरु भएको यस्तो ठाउँ, अनि जहाँ सीता माता लगायत पशुपतिनाथ, जहाँ मानवलाई नै जबसम्म पशुपतिनाथको दर्शन हुन्न तबसम्म यहाँ आएको अर्थै छैन। यस कारणले गर्दाखेरि यही रामदत्योन धाममा पनि हामीले रामले दत्योन गरेको ठाउँ 14 वर्ष वनवास
विकास गर्दाखेरि यहाँ रामघाट अनि हेर्नुहोस् त्यहाँ लक्ष्मणघाट अनि रामदत्योन धाम अहिले भर्खरै हामीले त्यहाँ महाशिवरात्रि पर्व मनायौँ। हजारौँको सङ्ख्यामा रामको पाइला ढुङ्गामा छ। यस कारणले गर्दाखेरि मैले भन्न खोजेको सुस्मिता हत्याकाण्ड त सबैले सुन्नुभयो होला। म निरन्तर र हाम्रो संस्था निरन्तर 3 वर्षभन्दा बढी लागेर 5 जनालाई जन्मज्ञान गराएको राष्ट्रिय मुद्दा यो सबैभन्दा ठुलो मुद्दा हो। नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय ऋषि धम्लासँग मेरो सबै इन्टरभ्यू छ, हेर्न सक्नुहुन्छ। र हामीले 5 जनालाई जन्मज्ञान राख्यौँ। त्यस कारणले गर्दाखेरि अहिले के भयो भने फोटो सेसन मलाई त्योभन्दा पनि महिलालाई 33% होइन के 50% हुनुपर्छ। किन भन्दाखेरि 60% महिलाको हुन्छ र 40% छ। अहिले विदेशीको अवस्था देख्दाखेरि रेमिटेन्सले चलेको छ देश। त्यसलाई गर्दाखेरि मलाई लाग्छ गफ होइन। अहिले हाम्रो नगर अध्यक्ष हाम्रो जुलु श्रेष्ठ हुनुहुन्छ, उहाँ स्वयंसेवक सङ्घ, तर शिल्पकला एउटा उहाँले सयौँलाई रोजगार कसरी उद्यमशीलता बनाउने यही आज पनि महिला उद्यमी सङ्घ हो। उहाँ पनि हाम्रो कल्पनाजी उहाँ नगर सचिव हुनुहुन्छ स्वयंसेवक सङ्घको। यस कारणले गर्दाखेरि बढी गफ र स्टन्टमा गएको छ देश। हामी एकदमै संवेदनशील हुन जरुरी छ हरेक कुराहरूमा। कसैले भड्का भन्दामा भड्किहाल्ने होइन। तपाईँ अब पुरुषहरू बाहिर गएको अवस्था बढी छ, रोजगारको नभएको अवस्था। त्यस कारणले गर्दाखेरि सिक्नुहोस्, महिलाले नै नेतृत्व गर्नुपर्छ। अब यदि देशलाई बनाउने हो भने तपाईँहरू जाग्नुहोस्, हाम्रो साथ छ। र मैले भनेको अब तपाईँको 60% छ, 40% पुरुषको होला। यस कारणले गर्दाखेरि महिलाहरू अगाडि आउनुपर्छ। हाम्रो संस्था र हामीले गर्न सक्ने सबै धेरै कुराहरू हामीले साथ दिन्छौँ भन्दै